हेलो यो भिडियो हो सब्ट्र्याक्सन को बारेमा जानेर हामी बोरोइङ कसरी गर्छ अझै र मजाले सिक्ने छु है सो फर्स्ट मैले भने 33220 ना 33220 minus 399 को प्रब्लम दियो रे सपोजिङ यो थियो रे हाम्रो क्वेशन अब सब्ट्र्याक्सन गर्दा हामीले सबैभन्दा पहिला के हेर्नुपर्छ सबैभन्दा पहिला हामीले माथिपट्टिको नम्बर्स हेरेर माथिपट्टिको सबै नम्बर मुनिपट्टिको नम्बर भन्दा ठुलो छ कि छैन हेर्नुपर्छ अब छ भने चाहिँ सब्ट्र्याक्सन गर्न सकिन्छ हैन छैन भने चाहिँ अब के गर्नु पर्यो बढो गर्नु पर्यो किनभने माथिको नम्बर ठुलो नम्बर छ भने मात्रै ठुलो नम्बरबाट सानो नम्बर घटाउन सक्छ अब सानो नम्बरबाट ठुलो नम्बर कसरी घटाउने हैन सो यहाँनिर हेर्दा यो 0 9 भन्दा सानो छ सो अब यो 0 लाई ठुलो बनाउनु पर्यो सो 0 ले यो 2 बाट एउटा 1 बढो गर्छ अब 2 बाट 1 बढो गर्दा त्यो साच्चीकै एक्चुअली 1 आको हैन तर त्यो 10 आको किनभने यसमा चाहिँ अब पोजिसन हामीले पहिला पढेको थियौ नि डिजिट्स को पोजिसन त्यसले गर्दाखेरि सो यो 0 हुन्छ 10 किनभने 2 बाट यसले 1 भनेको 1 10 पाउँदछ 2 किनभने 10 को पोजिसनमा छ हैन अन्त 2 हुन्छ 1 घट्यो भने 1 भनेको 1 10 बच्छ सो 2 बाट 1 यतापट्टि 0 लाई जाँदैछ अनि 0 बनिन्छ 10 अन्त 2 बाट 1 घट्यो भने त्यो 1 हुन्छ अब यो 10 9 भन्दा ठुलो छ हैन सो यहाँनिर अब ठिकै छ है तर यहाँनिर चाहिँ अब के भयो 1 र 9 अब मिलेन है किनभने माथिको पट्टिको 1 मुनिपट्टिको 9 भन्दा सानो छ सो अब यो 1 ले फेरि यो 2 बाट माग्छ बढो गर्छ सो 2 ले 1 यो 1 लाई दिएर यो 1 11 हुन्छ हैन अन्त त्यो 2 चाहिँ 1 बनिन्छ अब हेरौँ है 10 9 भन्दा ठुलो छ ठिकै छ 11 9 भन्दा ठुलो ठिकै छ तर फेरि के भयो यहाँ 1 3 भन्दा सानो भयो अब यहाँ फेरि प्रब्लम हैन सो यो 1 ले अब फेरि के गर्नु पर्यो यो 3 बाट त्यसको लेफ्ट साइडमा 3 बाट अब 1 बढो गरेर यो बनिन्छ 11 अन्त 3 बाट अब 1 गयो भने कति हुन्छ त्यो 2 हुन्छ हैन अब चेक गरौँ 10 9 भन्दा ठुलो छ ठिकै छ 11 9 भन्दा ठुलो ठिकै 11 3 भन्दा ठुलो ठिकै छ अब 2 यहाँनिर केही छैन भनेपछि यो 0 2 पनि ठिकै छ हैन 3 पनि ठिकै छ सो 10 minus 9 is equal to 1 11 minus 9 equals to 2 11 minus 3 equals to 7 sorry 8 11 minus 3 equals to 8 and 2 minus 0 is 2 3 minus 0 is 3 so answer कति भएछ 32821 भनेको 32821 अब यो कमा चाहिँ हामीले किन दिएको यो कमा दियो भने चाहिँ हाम्रो पोजिसनको लागि सजिलो पर्छ सो बेसिकली हामीले के गर्दैछ सब्ट्र्याक्सन गर्दाखेरि सबैभन्दा पहिला माथिको नम्बर हेर्यो हैन सबै नम्बरलाई ठुलो बनायो बढो गरेर अन्त मात्रै सब्ट्र्याक्सन सुरु गर्यो त्यो फर्स्ट त्यो सब्ट्र्याक्सन बढो गर्दै सब्ट्र्याक्ट गर्दै गर्यो भने चाहिँ अलिकति कन्फ्युज हुन्छ हैन अलिकति साह्रो पर्छ सो फर्स्ट चाहिँ सबै बढो गरेर माथिपट्टिको सबै नम्बरलाई मुनिपट्टिको भन्दा ठुलो बनाएर त्यसपछि चाहिँ हामी सब्ट्र्याक्सन गर्नुपर्छ अब अर्को सम गरौँ है अब अर्को सममा मैले दिए रे 25633 minus कति 5 minus 578 so 25633 minus 578 दिए रे अब यहाँ फेरि अघिको जस्तो मेथड हैन सबसे भन्दा माथिपट्टिको वन्स को पोजिसनबाट स्टार्ट गर्नु पर्यो अब वन्स को पोजिसनमा हेर्दाखेरि हामी के देख्छौं 3 8 भन्दा सानो छ भनेपछि अब 3 लाई ठुलो बनाउनु पर्यो सो 3 बनिन्छ 13 अन्त यो 10 कहाँबाट आको भनेको यो 1 10 अथवा 1 कहाँबाट आको यो 3 जुन चाहिँ 10 को पोजिसनमा छ सो यो 3 ले 1 यो अर्को 3 लाई दियो भने यो 13 बनिन्छ हैन अन्त यो 3 चाहिँ 2 हुन्छ अब 13 8 भन्दा सानो छ ए ठुलो छ ठिकै छ तर यो 2 7 भन्दा सानो भएकोले गर्दा अब 2 लाई ठुलो बनाउनु पर्यो हैन सो यो 2 ले 1 यो 6 को बाट लिएर यो 12 हुन्छ अन्त यो 6 चाहिँ 5 बनिन्छ अब हेरौँ 13 8 भन्दा ठुलो ठिकै छ 12 7 भन्दा ठुलो ठिकै छ अन्त 5 र 5 इक्वल भनेको 5 र 5 सेम हैन अनि भनेको 5 बाट 5 हामी सब्ट्र्याक्ट गर्न सक्छ सक्दैन obviously सक्छ सो यो पनि ठिकै छ अब 5 0 भन्दा ठुलै हुन्छ 2 पनि केही नहुनु भन्दा ठुलै सो 13 minus 8 हो 5 12 minus 7 equals to 5
5 minus 5 हो 0 5 मा 5 गरिने 0 हुन्छ हैन 5 minus 0 equals to 5 2 minus 0 equals to 2 अब के छैन भनेको चाहिँ त्यो 0 भनेको जतिकै सो आन्सर कति रहेछ 25055 25055 ओके अब अर्को सम गरौँ है अझै एक दुईवटा सम गऱ्यो भने यो तपाईहरुलाई कसरी गर्नु अझै सजिलो लाग्दै जान्छ अब अर्को सम मैले दिए रे 37002 भनेको 37002 minus 155 भनेको 155 कति हो भनेर सोध्यो भने चाहिँ अब अघिको जस्तो हामीले के गरेको थियो माथिपट्टिको नम्बर हेर्नु पर्यो मुनिपट्टिको नम्बरसित हैन माथिपट्टिको सानो छ भने यसलाई ठुलो बनाउनु पर्यो सो यो भयो 12 अब यो 1 कहाँबाट आयो यो 0 बाट हेर्दाखेरि यो 0 बाट आउन सक्दैन किनभने 0 ले कसरी 1 दिने हैन त्यसमा केही छैन अब अर्को 0 मा हेरौँ है यो 0 मा गएर अर्को 0 मा हेर्दा पनि त्यहाँ पनि 0 रहेछ अब यो 0 पनि आउँदैन तर यहाँ चाहिँ 7 अब यो 7 बाट चाहिँ 1 आउन सक्छ कि सक्दैन obviously आउन सक्छ तर यहाँ नि 7 को पछाडी दुईटा 0 छ सो यो भयो हाम्रो 700 अब 700 बाट 1 2 लाई गयो भने कति हुन्छ 700 बाट 1 घट्यो भने त्यो हुन्छ 699 हैन अन्त 1 चाहिँ अब यो 2 मा गएर यो हुन्छ 12 सो अब हेरौँ है अब चेक गरौँ 12 5 भन्दा ठुलो छ राइट 9 5 भन्दा ठुलो छ ठिकै छ हैन 9 1 भन्दा ठुलो छ यो पनि ठिकै छ 6 0 भन्दा ठुलो 3 0 भन्दा ठुलो भनेपछि अब यो हामीले सब्ट्र्याक्सन गर्नु सक्छ सो 12 minus 5 equals to 7 9 minus 5 equals to 4 9 minus 1 equals to 8 6 minus 0 भनेको केही नहुँदा 6 3 minus 0 equals to 3 so answer चाहिँ कति रहेछ 36847 अब अझै एउटा सम भ्याउँछ होला हैन अझै एउटा सम गरौँ है मजा त आउँदैछ होला हैन लास्ट समको लागि चाहिँ कति छ रे 3201 भनेको 3201 minus 502 अब यो चाहिँ कति रहेछ हेरौँ है अब के गर्नु पर्यो फेरि माथिपट्टिको हेर्नु पर्यो माथिपट्टिको मुनिको भन्दा ठुलो छ कि छैन सानो छ सो 1 लाई 2 भन्दा ठुलो बनाउनुको लागि यो 11 भयो तर यो 1 0 बनाउन सक्दैन 2 बनाउन सक्छ तर 2 को पछाडी 0 भएकोले गर्दा कति भयो त्यो 20 अब 20 बाट 1 जाँदाखेरि 20 19 हुन्छ हैन अन्त 1 चाहिँ यो अर्को 1 कोमा गएर यो भयो 11 सो 11 minus 2 ठिकै छ 9 minus 0 हुन्छ 1 minus 5 हुँदैन किनभने 1 5 भन्दा सानो हैन अब 5 भन्दा ठुलो बनाउनको लागि यो 1 मा अझै एक थपेर यो हुन्छ 11 अन्त यो एक चाहिँ कहाँबाट हुन्छ 3 कोबाट सो 3 बनिन्छ 2 सो अब माथिपट्टिको र मुनिपट्टिको नम्बर हेर्यो भने सबै माथिपट्टिको नम्बर मुनिको भन्दा ठुलो छ सो सब्ट्र्याक्सन हुन सक्छ 11 minus 2 9 9 minus 0 9 11 minus 5 equals to 6 and the 2 minus 0 equals to 2 so answer चाहिँ कति रहेछ 3201 minus 502 को 2699 so साथीहरु सब्ट्र्याक्सन चाहिँ यसरी गर्नुपर्छ सबसे भन्दा पहिला के गर्यो हामीले माथिपट्टिको नम्बर हेर्यो हैन माथिपट्टिको नम्बर मुनिपट्टिको नम्बर भन्दा ठुलो छ कि सानो छ ठुलो छ भने ठिकै छ सानो छ भने बढो गरेर माथिपट्टिको नम्बर सबैलाई ठुलो बनायो अनि त्यसपछि सब्ट्र्याक्सन गर्यो